Hello guys, welcome to our another vlog, Mama Bhanja vlog. पैसा दिनु जानु छ है। पानी त तातो हो नि त। त्यो भ्लगमा चाहिँ हामीले अपलोड गरिरहेको त्यही एउटा त्यो आन्टीलाई पैसा दिउँ, यहाँ चाहिँ बन्द रहेछ है। त्यहाँ चाहिँ हल्का भिडियो बनाउन पर्छ बजार है गाइस। हामी चाहिँ यहाँ सामान किन्दैछौँ। राम्रो छ, मजा लाग्छ। हामी चाहिँ घरमा आयो हेलो गाइज, वेलकम टु आवर अनदर भ्लग, मामा भान्जा भ्लग। आज चाहिँ मामाले कपडा धुँदै हुनुहुन्छ। बल्ल कति दिनमा आज हो मामा। आज कताबाट कपडा धुनु मन लागेको छ नि हजुरलाई। न त सधैँ भान्जाले धोइदिन्थ्यो मामाको कपडा भिजित। आज कताबाट कपडा धुनु लाग्नु भएको थियो नि। मेरो कपडा धोइदिनु भने हुन्न रे अझ। सबैको धुने होइन, मैले चाहिँ भाइको धुने, मम्मीको, हजुरको, बहिनीको, सबैको होइन। धेरै दिन भयो भिजाको। त्यही भएर आज यस्तो धुनु भनेर। आज चाहिँ मौसम धेरै चिसो गरे होइन। के कसो अब फेरि उता पैसा दिन जानु छ है। त्यो हिजोको त्यो आन्टीको पैसा तिर्न जानु हो, त्यहाँ जान्छौँ। अनि मौसम नै धेरै चिसो गरे आज। हिजो चाहिँ पुरा टी सर्टमा बसी थियो, आज त पुरा ज्याकेट स्याकेट लाएर है। पानी कस्तो छ मामा? पानी त तातो छ। पानी त तातो हुन्छ नि, चापाकलको पानी। पानी चाहिँ खतरा हुन्छ। अब चाहिँ हामी कता सिधै उहाँ जाने होइन, पैसा तिन जाने होइन। आज चाहिँ हामी केही प्लान त छैन, त्यही पनि यसो घुम्दैछौँ, कता कता हुन्छ। अब सुरु गरिरहेको छौँ यहाँबाट। यसोको भ्लगमा चाहिँ हामीले धेरै कुराहरू समेटेको छौँ, त्यो चाहिँ अपलोड हुने बाँकी छ एकछिनमा। अब आज हामी कता जान्छौँ, के गर्छौँ, अब सबै कुरा यहाँ अपलोड हुन्छ। हामी चाहिँ मामा भान्जा। अब त्यहाँ एउटा आन्टीको हिजो पैसा तिर्न मिलेन अनलाइनबाट। आज चाहिँ हामी त्यहाँ जाँदैछौँ क्यास पैसा लगेर। अनि त्यसपछि कता कता हुन्छ प्लान चाहिँ भएको छैन। अब हेर्दै जाउँ के हुन्छ। हामी सबै कुरा यहाँ समेट्छौँ। हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला है त। टक्क मामा भान्जा भएर अब घुम्दैछौँ तर। पहिला हामी त्यहाँ मिलमा जान्छौँ, हिजो कोदो पिछेको पैसा तिरेर आउँछौँ। त्यसपछि चाहिँ कहाँ जाने भन्छ, त्यसपछि कता के छ त प्लान तिम्रो आज? मेरो प्लान के छ, ए एकचोटि बजार पनि पुग्नु छ, एउटा सामान हिजो ल्याउन बिर्सिएछ। अनि प्याजको बेर्नाहरू ल्याउनु छ, धेरै काम छ। अब साइकलको यात्रा हो हाम्रो, कबाडी साइकलको। हाम्रो एउटा साइकल यता स्कुलतिर गएको छ। हामी साइकल सापट्टि मागेर हिँडिरहेको छौँ होइन। हामी कुदिरहेको छौँ है त। अन्त हल्का रेस हान्ने हो त। हान्ने भए हानौँ ल। अब एउटै हातले तिमीलाई म टप दिन सक्छु। उज्यालो आँखा कि कहाँ आउँछ कालो? ल भान्जाले रेकर्ड गर्ने रे। ल ल यस्तो हुन्छ हेर्नु कस्तो राम्रो अहिले। ल आउनु रेस खेल्ने ल। ल ल ढाडी चलाएर दिइहाल्यो नि। यो पसल चाहिँ आज चाहिँ बन्द रहेछ है। यता त्यो आन्टीलाई पैसा दिउँ, त्यहाँ चाहिँ बन्द रहेछ है। पसल बन्द रहेछ, त्यही पनि हामीले अर्को आन्टीलाई दियौँ नि त। त्यहाँ चाहिँ हल्का भिडियो बनाउन।
ल अब हामी डाइरेक्ट बजार जाऊँ ओके बजारै त अब त्यसपछि यो चाहिँ पर्छ बजार है गाइज हामी चाहिँ यहाँ सामान किन्दैछौँ दिदीले चाहिँ हाम्रो भिडियो नखिच बाबु भनेर चाहिँ नखिच हामी चाहिँ बिरुवा किनेर अब घर जानु लाग्यो होइन धेरै महँगो रहेछ बिरुवा चाहिँ त्यही नै हामी किन्यो के भन्नुभयो अरे मम्मीले चाहिन्छ भने तिमी सिटको पनि त्यही भएर त लिन आयो नत्र किन हाल्ने हामी यहाँ आउन थोरै मजा लाग्छ र भने यहाँ अङ्कललाई दिँदैछ वेटिङ हो सायद लाग्छ होला 5-7 मिनट यहाँ चाहिँ हामी आएर छिरेर बसिरहेको है एग्रोब्रेडमा आएर एग्रोब्रेड भन न एग्रोब्रेड भन्छ एग्रोब्रेड हो कि यो पनि लानुहुन्थ्यो यार त्यो के अरे यो त्यो चित्ते करेली तिते करेलो त्यो पनि लानु मन लागिरहेको थियो ठाउँ पनि छैन धेरै लगाउनु तर यति एउटा लगाउने ठाउँ त हुन्छ होला लगाइस दाइ आउनुभयो अब चाहिँ हामी टक्क सामान किनिन्छ अनि कुदिन्छौँ दाइ चाहिँ टक्क आउनुभयो अब खाना बोकेर हिजो सिटको लागि नै चाहिन्छ भन्ने कुरा भयो हिजो भन्नुभएको थियो कि हामी जिद्दी गरियो लास्ट हामीलाई त्यस्तै गरायो जिद्दिने के लाने यो अर्को छैन पाउडरवाला यो हिजो हामीले लगेको थियो नि एउटा त्यस्तै त्यो पनि एउटै हेर्दै पुग्यो होला त्यो वाला होइन त्यो सामान सबै आयो नि आज आयो अब सामान किन्न हामी हिँड्न लाग्यो आज चाहिँ टक्क हामी गएर अब यो सामान लगाइन्छ होइन लगाइन्छ आज यहाँ लगाउनु पर्छ आज लगाइन्छ अनि औषधि हाल्न चाहिँ अब भोलितिर गइन्छ सायद एग्रो चाहिँ खतरा छ अलिक खतरा बनाएको थियोस् सायद सुनमा बनाएको हजुर विदेशको फिल्ड आउँदैन तर राम्रो चाहिँ राम्रै बनाएको पहिलाको भन्दा यो चाहिँ खतरा बनाएको अहिले चाहिँ यो चाहिँ हामी घर हिँड्दै गरेको बाटो चाहिँ भित्री बाटो हो मामा चाहिँ पुरा पारामा हिँड्नु भइहाल्यो घरमा आइयो है चाहिँ फाइनली हामी चाहिँ घरमा आइयो यहाँ मर्छन् भन्ने विचार छ मम्मीको के छ तपाईँको विचार मम्मीको विचार त्यत्रो ल्यायो तिमीले त विचार त गदन पत्ताका बिरुवा ल्याऊ मर्छ भन्ने हो मम्मीको विचार त्यस्तो छ तपाईँको के भनाइ छ यसमा लगिनु भनिसक्यो त हामी चाहिँ घरमै उत्पादन गर्ने घरमै खाने भनेर भनिसक्यो पछि किनेर खानु हुँदा त्यो शीतको औषधि 8 सबैलाई यहाँ गाह्रो छ कति टाइम लगाइछ हामी चाहिँ पुरै हाम्रो आलुहरू लगाइरहेको छौँ होइन आलु सिमी अनि यहाँ गाजर छ अनि यता पनि गाजर लगाइरहेको छौँ अलिकति यता पनि हामी फुलकोपी लगाइरहेको छौँ अनि प्याज लगाइरहेको छौँ आज फेरि हामी ब्रोकाउली लगाउँदैछौँ होइन ब्रोकाउली लिएर आइसक्यौँ यता रेडी छ है ब्रोकाउली अब लेट्स स्टार्ट आवर वर्क ल जाउँ त कोदाली लिएर आउनु जाउँ जमी चाहिँ भन्नुपर्छ रेडी छ सबै आलु चाहिँ खतरा भएको छ है ल हेर्नु त आलु चाहिँ खतरा भएको छ स्पेसल भएको आलु यही टन्नै छ अनि यस्तै छ तरकारीहरू लगाउने खाने यता पनि छ आलु म देखाइदिन्छु यता पनि लगाइरहेको छौँ आलु यही स्पेसल भइरहेको छ यता पनि यो अब यहाँ चाहिँ औषधि हाल्नु बाँकी छ शीतको औषधि यसले फेरि एकदम शीत परिरहेको छ घाम छैन त्यसो भए मल पनि चाहिन्छ होला नि भन्छ होइन मल पनि ल्याउ ल तिमी नै छौ यहाँ काम गर्ने मान्छे यहाँ चाहिँ हाम्रो गोठ छ भान्जा उता मल खन्ने व्यवस्था गर्दैछन् त्यसपछि टक्क अब आज लगाइन्छ आज काउली लगाउने कि सबै लगाउने भन्छ सबै लगाउने प्याज पनि हामीले लगाउने हो त्यो प्याज चाहिँ मम्मी लगाउनुहुन्छ यता काउलीहरू टक्क फुलिरहेछ है टक्क काउलीहरू फुलिरहेछ तरकारीहरू 1 2 3 4 दिनलाई त्यहाँ रहेछ ल स्पेसल यता हाम्रो के अरे यो काँक्रो पनि फल्दैछ यहाँ उयोहरू छ नि तरकारी टन्नै छ होस् अलिकति टाइम वेट गर्नुपर्छ तरकारी त हरियो तरकारी टन्नै उत्पादन भइरहेछ हाम्रो फर्सी पनि भइरहेछ यहाँ टक्क मल खन्दैछ नि यहाँबाट बाल्टीमा मल चाहिँ दामी रहेछ यार पुरानो मल हो यो यो जोगार राखेको यो मल ए ल स्पेसल वर्ष फेरि टक्कै यही हुन्छ पुरानो मल स्पेसल भएर रहेछ यार यो भन्दा नि पारा टक्क पुग्छ ल हामी स्टार्ट गर्छौँ हाम्रो काम हजुर
भयो चाहिँदैन ल अब चाहिँ काम सुरु हुन्छ हाम्रो कताबाट लाउनु त यो बिचमा मात्रै उठाउँ उता मकै पनि लगाइरहेको छ मकै चाहिँ उम्रेको छैन मम्मी कता लगाउने हो मकै चाहिँ यहाँ लगाइदियो हो उम्रेको छैन एउटा पनि यहाँ लाउने कि यहाँबाट सुरु गर्ने हो यताबाट टक्कै यहाँबाट सुरु हुन्छ हाम्रो अब कतिवटा बेच्न यहाँबाट उता चाहिँ हाम्रो होइन ल टक्क किन खाल्डो खाने त्यत्रो यस्तै मात्र लाउँछ नि खाएन अलिकति सिप नभएको मान्छेहरू छन् हाम्रो घरमा होइन को हजुर यस्तै बिरालाले यो हग्न खोर्सेको जस्तो खनिरहेछन् यस्तै मात्र लाउँछ नि भने ल लगाउ नि त म तिमीलाई पुरा म भिडियो खिचिदिन्छु कुरा नगर्नु है त्यो हजुर अल्छी काम त्यो बाल्टी यतै लिएर आऊ न किन राख्या हजुर के काम गर्ने त हजुरले नि त के काम दिनु हेत्तेरीमा टक्ने यस्ता मान्छेहरू भएपछि नि कसरी हुन्छ न कन्टेन्ट बनाउँछन् न काम गर्छन् भिडियोग्राफरलाई काम गराइरहेछन् ल टक्क टन्न मल हालेर झप्प बनाउँदा ब्रोकली चाहिँ एकदम स्वास्थ्यको लागि राम्रो हो हेल्दी तरकारीमा पर्छ अनि यो लगाएपछि चाहिँ मलाई चाहिँ काउलीभन्दा ब्रोकली मनपर्छ ब्रोकली लगाउने हो त्यही भएर मैले ब्रोकली लिएर आएको टक्क त्यो चिसो मल हाल न यो सुक्खा मल नहाल कि पानी हालिदिन्छ मामालाई यत्रो सुनाएपछि चाहिँ मामा खन्न जोसिन लाउनु भयो तिमीले खन्या भएन अरे गाउँको जस्तो पाउँछौ हुन त कि यहाँ त लगाउँछु कि म लगाउँछु ए मामाले चाहिँ यहाँ एउटा लगाउनु भयो है मामाले चाहिँ लगाउँदै हुनुहुन्छ मैले खाल्टो खन्दै कति लगायो मामा लगभग 15-20 वटा यत्रो लगाइयो यहाँ चाहिँ लगाउँदै हुनुहुन्छ यहाँ चाहिँ यता चाहिँ आलु उम्रिँदैछ होइन आज चाहिँ आलुलाई शीतको औषधि हाल्नुपर्ने हुन्छ अरू चाहिँ हालिन्न शीतको औषधि चाहिँ हालिन्छ हामीले त्यो नि भिडियोमा आउन सक्छ शीतको औषधि आज हाल्ने हाम्रो चाहिँ तरकारी लगाएर सक्यो होइन मामा अब चाहिँ मामाले पानी हाल्नुहुन्छ अनि टक्क हुन्छ मामा चाहिँ त्यो बिरुवामा पानी हाल्दै है होइन मामा आज थोरै थोरै हालिदियो भने नि भोलिबाट चाहिँ अलि धेरै हाल्नुपर्छ यति बेसी सर्छ नि त होइन सर्ने हाल्यो भइहाल्यो मामा आज यहाँ पानी हाल्दै भोलि पनि हाल्नुपर्छ यहाँ अब चाहिँ 3-4 दिन चाहिँ डेली हाल्नुपर्छ 3-4 दिन चाहिँ डेली हाल्नुपर्छ भएन त्यो मात्रै अब चाहिँ औषधि हालिन्छ आज चाहिँ भ्लग यति होइन क्या थोरै भयो अब भोलि चाहिँ अलिक धेरै हुन्छ लगाइस आज चाहिँ अलिक थोरै भयो भोलि चाहिँ अलिक धेरै हुन्छ है लगाइस यु टुमारो ओके बाई